जुनसुकै निर्वाचन क्षेत्र उठे पनि म अब त्यही बेला गरौँला। अब म जुन ठाउँमा बसेको छु त्यो पनि मेरो सम्भावित क्षेत्र हो। भन्नु काठमाडौँ भोट हाल्ने ठाउँ कहाँ, कुलमान घिसिङलाई मैले भोट हाल्ने ठाउँ कहाँ भनेर सोचिरहेका। तपाईले भोट हालेको चाहिँ कहाँ हो अघिल्लो पालि? मैले रामेछापमा, मेरो रामेछाप जिल्ला हो। रामेछाप निर्वाचन क्षेत्र रामेछाप पनि हो। काठमाडौँ 3 मा पनि छ बसोबास। त्यहाँ पनि भोट हाल्नुहुन्छ? होइन, त्यहाँ त पहिला त त्यहाँ हाले हो, तर मेरो यतै छ अहिले चाहिँ। मैले यतै छ मेरो। अन्तिम पटक तपाईले भोट हाल्नु भएको काठमाडौँ निर्वाचन क्षेत्र 3 हैन? भोट हालेको त उतै हो, तर यसपालि मैले यता शिफ्ट गरेको छु। काठमाडौँ निर्वाचन क्षेत्र 3 मा यसपटक तपाईले भोट हाल्नुहुन्छ। ल, माग्नु पनि हुन्छ त्यहाँ? माग्ने हाल्ने सबै कुरो होला नि।